गाइज आज चाहिँ बहिनीले मलाई होमवर्क गर्न दिन अनि मैले मम्मीलाई भनेको थिएँ मम्मी लिनु भनेर अनि यसरी राखिरहनु भयो है बहिनीले सामानमा नदिएर हेर्नु त एउटा चुस्ने कुरा दिनुभयो यहाँ दुध पसाउनु भयो यहाँ भाँडा माझ्न लाग्यो भाँडा खुल्लै छ ए ओइ ओइ सबै फुकाल्दिएको यता यता हेलो भन्दै मेरो गयो त मम्मीले चाहिँ अब बहिनीको लागि दुध पकाइरहनु भाइ यहाँ छ बहिनी अब चाहिँ भाँडा माझ्न लाग्यो अहिले दुध बसाल्नु मात्रै दुध यहीँ बसाल्नु भयो हेलो भन्नु हेलो भन्नु हेलो भन्नु हेलो भन्नु हेलो भन्नु हेलो भन्नु के भन्नु भयो मम्मीले पोटेर मेरो मम्मीको ड्युटी हेलो भन्नु भने हो मेरो ड्युटी हेलो भन्नु फेरि हेलो भने हो फेरि हेलो भन्नु फेरि हेलो भन्नु त ए मेरो मम्मीले भाँडा माझ्न लाग्नु भयो है त बडा हेलो भन्नु अङ्कल हेलो भन त अङ्कलले हेलो भन्देऊ अङ्कल हो नि हेलो भन्देऊ यस्तो गर्दै नानी तिमी होमवर्क गर्न जाऊ न त